दाइ अनि त्यहाँ त आफू मर्नुभन्दा अगाडि उहाँले 50,000 मा यो बेच्नु भयो त्यो दार बेच्नु भयो त्यो दार लिन आयो त्यो दार पनि बन्द गर्दै लिन दिएनन् अनि त्यहाँ अनि बर्खाको धान पनि सबै लगेर गए दिएनन् अनि त्यहाँ 45 दिनमा अनि दाइहरूले भाउजूहरूले सबैले अनि पैसा उठाएर 45 दिनको बरकी फुकाइदिए फुकाइसकेपछि अब के गर्ने दाइ आएर अनि लाइटै बन्द गर्दे तिनको नाममा हामीले लाइट राखेको थियौँ लाइटै बन्द गर्ने भित्र चामल छैन खाने हेर्नु केही छैन अनि लाइट बन्द गरेपछि अनि गाउँघरकाले पनि भने यस्तो गर्न पनि जाति बित्ति यस्तो गर्नु हुँदैन जाति गरेका छन् यिनीहरूले भनिसकेपछि मलाई जय नारीले फोन गरेर जय नारीले जानु मुद्दा दिनुहोस् तपाईँले अत्याचार गरिहाल्नु भनिसकेपछि मैले मुद्दा दिएँ दाइ मुद्दा दिएर मुद्दाको चल्दैछ मुद्दा चल्दैछ अनि त्यहाँ म यता अब छोरो हेर्नु 1 लाख कति स्कुलमा गएछन् र तिनीहरूले स्कुलमा यहाँ पढ्न नदिनु यो बच्चालाई भनेछन् स्कुलको अनि प्रिन्सिपल सरले 1 लाख तिर्ने भएपछि पढाउनुहोस् होइन भने तपाईँको छोरालाई निकालिदिन्छौँ भने त्यो भनिसकेपछि एकजना दाइ आउनुभयो दाइ अस्ट्रेलियाबाट भर्खर आउनुभयो त यहाँ छिमेकी हुनुहुन्छ उहाँले 1 लाख रुपियाँ तिरेर मेरो छोरालाई भेरी फ्युचरमा भर्ना गरेर उहाँको 1 महिनाको छुट्टीमा आउनु भएको थियो अनि भर्ना गरेर उहाँ जानुभयो विदेश गइसकेपछि मैले त्यस्तै गुजारा चलाइरहेका थिएँ अनि बाबुको परीक्षा आइ बेला ठ्याक्क लाइट बन्द गर्दै दाइ आएर लाइट बन्द लाइटै 2 महिनासम्म मेरो छोरो पढ्न पनि पाएन अनि मैले फेरि अब भन्न कहाँ जाने ल भन्नु कोही आफ्ना छैनन् न माइती छन् होइन न गाउँले छन् न कोही छन् कोही आफ्ना छैनन् अनि त्यसपछि मैले अनि त्यहाँ ओडा अध्यक्षलाई भने ओडा अध्यक्षले अनि शक्ति उ गरेर अब बन्द गरेको के गर्ने भनेर एउटा मिटर एउटा यहाँको त्यही जो अस्ट्रेलियाबाट आएर बाबुको फिस तिर्दिनु भयो थियो उहाँको साउ अङ्कल आएर उहाँको नाममा उहाँ विदेश गइजानु भयो उहाँको सब डकुमेन्ट उहाँबाट पठाउनु भयो र उहाँको नाममा मिटर ल्याएर ओडा अध्यक्षले यहाँ राखिदिनु भयो हेर्नु राखेर उ गर्यो मेरो बाबुलाई कति टर्चर भयो होला ल भन्नु अनि फेरि बीचमा नन्न आयो त्यो माइली हुने नन्न आएर यहाँ झगडा गर्न आयो अब झगडा गर्न आएपछि आइलागे जाइ त लाग्नै पर्यो म अनि त्यहाँ पुलिस चौकीमा जाने बेला तिनीहरू भागेर गइगे मैले सब कहानी भन्ने बेला तिनीहरू भागेर गइसकेपछि त्यस्तै भयो दाइ अनि त्यस्तै भइसकेपछि अहिले हेर्नु ठाउँबाट फोन गर्छन् रन्डी बेस्या भन्छन् सबले त्यस्तै गर्छन् अनि बीचमा जब ताला लगाएर उ गरेका थिए ताला लगाइसकेपछि दाइ मेरो माइलो देवर उल्टो मलाई 5 लाख मेरो बुढोको खाएको पैसा तिर्नु छ भने मेरो चेक लियो छ र हेर्नु 7,28,000 को बाडीजी ब्याङ्कमा हाल्यो छ हालिसकेपछि मलाई 45 दिनको चिठी आयो चिठी आएपछि मलाई फेरि म त अब तनावमा भए हेर्नु अब के गर्ने ठाउँ मिटर बन्द गर्छन् कहिले केही गर्छन् तनाव भइगयो अनि त्यहाँ फेरि अनि पछि म उहाँ गएर अनि मैले सल्लाह लिएपछि तपाईँले यस्तो गर्नुहोस् तपाईँ एकल महिला यस्तो तनाव तपाईँ जानुहोस् र यो बन्द गरिदिनुहोस् भन्नुभयो र उहाँको हाकिमले मैले सब बन्द गरे दाइ खाता त्यो अब त्यस्तै छ बन्द गरे मेरो छोरालाई त पिटे होइन छोरीलाई पनि त्यस्तै गरे ठिकै भयो मैले माने मेरो गल्ती होला नहोला आफ्नो ठाउँमा छ होइन मेरो छोरालाई पढाउने त छोराको अंश बाउको अंश छोरालाई चाहियो कि नै दाइ ल भन्नु मेरो नाममा अंश भए पो अहिले त के गरिछ भने फेरि म अस्ति नै यहाँ बसिया थिएँ मुद्दा मेरो नाममा मुद्दा हालिछ म भाउजूबाट अंश पाऊँ भनेर कस्तो अच्छा मल्ल भन्नु मलाई त्यसको बाउले पाऊँ भनेको अंश कान्छी नन्दले त्यो कान्छी नन्दको चाहिँ बिहे भयो कि भएन बिहा भएर छोरी छ अंश पाऊँ भनेर त्यसले त्यो मैले बेहोरेर बिहा गरिदिएको त्यो माइला देवरको त्यसको होइन लोग्ने नमर्जुन्जेल म राम्री भए खान पाएर होइन लोग्ने मरिसकेपछि तिनीहरूले मलाई तनाव दिए कमसेकम मैले दाइ 10 वर्ष बुढो विदेशमा बसे पनि मैले यहाँ फर्म खोलेर 1500 कुकुरा ब्रोइलर कुकुरा पालेर
मैले मेरा छोराछोरी पढाएको थिएँ, एकजनाको कमाई कहाँबाट हुन्छ ल भन्नु दाइ? छोराछोरी बोर्डिङमा पढाउने कि त्यत्रो पहिलाको ऋण त्यो तिर्ने कि के गर्ने ल भन्नु, आफै सोच्नु। त्यसपछि अहिले अब हेर्नु, न बस्न दिएछन् न खाना दिएछन्। कान्छी नन्दले चाहिँ कुन तरिकाले चाहिँ हालेको? बिहे गरेर गएको मान्छेले चाहिँ कसरी अंश लिन मिल्छ? त्यो त कानुनमै हुँदैन। मलाई अंश चाहियो भने अहिले मेरो मुद्दा चलिरहेछ ल भन्नु। 70,000 स्कुलको फिस छ, म कसरी तिर्ने? एक्कल महिला कमाइ छैन, कजाइ छैन। खेतको धान गहुँ सब लगाएर लैजान्छन्, त्यो मैसँग केही छैन। अनि एउटा छोरी दिएछन् न केही दिएछन्, उल्टो म माथि अंश हालेर अत्याचार गरे होइन नि त ल भन्नु त। त्यो त एकदमै न मेरो बुढोको लास गर्नु, लास छुन दिए। अहिले के भन्छन्? तेरो बुढोको मेरो किन्ने गरेको 4 लाख रुपियाँ लाग्यो ले भन्छन्। कसरी दिने दाइ ल भन्नु? 4 लाख रुपियाँ कसरी दिने? न मलाई माइतको सपोर्ट छ, न मलाई घरको सपोर्ट छ होइन। एउटा छोरो पढाउनु छ, घरमा चामल छैन, नुन छैन, तेल छैन, कसरी खाने? अरू भन्दा त गाउँमा गएर यिनी देवरहरू गाउँमा गएर सबै दोकानमा सामान नदिनु है भन्दैछन्। कस्तो हालत छ दाइ ल भन्नु त? मैले त्यसलाई अंश कहाँबाट दिने ल भन्नु? मैले आफूले गरेर पनि खान दिए छैनन् कि मैले त्यही पनि यताउति गरेर भए पनि मैले छोरोलाई पालिरहेको छु। अहिले 10 मा पढ्छ होइन, न त्यसको फिस कसरी तिर्लान् भन्नु छैन। उल्टो त्यो ससुरालाई ठाउँ ठाउँमा फोन गर्न लगाएर अनि टर्चर दिएर अनि अहिले अब लास्ट आतिबिति केही नलागेर मलाई अंश दिए भनेर पाइलै छ क्या दाइ। यही छ हेर्नु, चिठी आएको यो हेर्नु, यो चिठी आएको हेर्नु। मलाई अस्ति थाहा भयो क्या यो चिठी हेर्नु। यो पुरै यो चिठी यस्तो गर्छ। देवरले 7,28,000 न दिनु छ, मैले हेर्नु उल्टो मलाई दिनु छ। त्यो पैसा त्यस्तो हालेर त्यस्तो गराएको छ कालो सूचीमा हाल्न लागि। अनि यिनीहरूले मलाई अत्याचार गरे अनि म कहाँ जाने ल? मर्नुभन्दा उपाय केही छ? छोरा फिस कसरी तिर्ने ल भन्नु त? नखाने खर्च छ घरमा, घर त मैले छोड्या छैन हेर्नु। सब नन्नहरूले गर्दा हो। यिनी नन्नहरू उल्टो पनि बोल्छन्, सुल्टो पनि बोल्छन्, सब गर्छन्। गाउँघरका सबलाई थाहा छ हेर्नु। 45 दिनमा त्यो देउरानी आएर तेरो कोही मेरा कोहीका बिहा गर्न लागि तेरो कोही मारे है भने कस्तो बोल्छन् होला भन्नु? मलाई कम छ ल भन्नु त? भनिदिन्छन् मान्छे पुरा बुझ्दैनन्, भनिदिन्छन् हेर्नु। मरेको लास चुन्दैनन्। 10 वर्ष आएको श्रीमानलाई साथमा राम्ररी बस्न दिएनन्। कम छ मेरो पीडा। 10 वर्षसम्म मान्छे पहिला जान्छन्, रन्डी काम गर्छन्। मैले हिजोसँग 1500 कुकुरा पालेर आफूले खोर किनेर आफूले पालेर मेहनत गरेर छोरी पढाएर बस्यो। त्यस्तरी बस्यो। अहिले उड्दा रन्डी भन्छन्, बस्दा रन्डी भन्छन्। ती नन्नहरूले हेर्नु घरै आउँछन्। अस्तिसम्म आउँदै थिए, अब बर्खा आउलान्, खेत लगाउन आउलान्। अनि म मेरो छोरालाई कसरी पढाउने ल भन्नु त? 1 गते पर्सि 1 गते मेरो छोराको फिस आज कसरी तिर्ने ल भन्नु? एउटा भत्ताले के हुन्छ? 8,000 भत्ताले के हुन्छ? त्यही पनि यताउति गरेर मैले गर्छु। ऋण छ त्यत्रो 12-13 लाख। कमसेकम मेरो हिस्सा दिइदिएपछि मेरो हिस्सा बेचेरै भए पनि छोरो त पढाउन सक्थे मैले, छोरी त पढाउन सक्थे मैले। कमसेकम ऋण त तिर्न सक्थे। मलाई टर्चर कति छ। गाउँघरका लिएको ऋण उति माग्न आउँछन्। अहिले के रे तपाईको बाबुको चाहिँ के रे फी कति छ? बाबुको अहिले अब बाँकेमा यो ट्युसन पढाउने भनेर 1 गतेबाट लगाए। असारको 1 गतेसम्म 28,000 तिर्नु पर्ने भने अनि 48,000 त महिना फिस वर्षको आउँछ दाइ। कस्तो गाह्रो छ। छोरी काठमाडौँमा 18-17 वर्षै छोरी। अस्ति मेरो त्यो भिडियो देखेर मेरो छोरीले 8 बजे राति फोन गरेर रुन्थ्यो। कति पिर्छ दाइ मलाई। न मेरो कसैको हेल्प छ न कसैको केही छ। टर्चर गर्नुहुन्छ नि। म त्यसलाई अंश कसरी दिने ल भन्नु? यस्तो चिठी आछ, अंश कसरी दिने ल भन्नु त? त्यो चिठीले मात्र तपाईले त्यस्तो दिन पर्दैन है।
त्यो एकचोटि त्यो पेपरहरू पनि मलाई पठाइदिनु, म एकचोटि त्यहाँ त्यो के रहेछ एकचोटि अब राम्रोसँग चाहिँ एकचोटि वकिल मार्फत चाहिँ बुझाउँला नि त नि यो कुरा होइन। अब मैले के भने दाइ मेरो अंश देऊ, जति पर्छ त्यति देऊ, होइन भने अंशै दिन्नौ भने मैले हालेको घर ऋण कर्ज गरेर हालेको घर श्रीमान त बितेर गइजानु भयो होइन। कमसे कम मेरो हालेको 20-25 लाख दिइदेऊ, म गइजान्छु, मलाई अंश पनि चाहिएन। मेरा छोराछोरी अब ठुला बनाइसकेका छु, म गरेर खाइए, त्यो पनि दिन्न भन्छन् अनि अंश पनि दिन्न भन्छन्। अनि के गर्ने त नभन्नु त। घर चाहिँ कसको नाममा छ नि? घर हामीले बसाइ सराई ल्याएर ससुराको नामका जग्गामा हामीले आफूले घर हालेको। अनि होइन जग्गा चाहिँ अहिले नि ससुराकै नाममा छ? ससुराकै नाममा छ। अनि घर चाहिँ कसको नाममा छ? जग्गा ससुराको नाममा, घर हामीले हालेको। अनि घर हामीले ऋण दान गरेर हालेको। तपाईको श्रीमानको चाहिँ अरु दिए छैनन्। तपाईको श्रीमानको अरु छ कि छैन के रे दाजुभाइहरु? दुईटा भाइ हुन्, 3 भाइ हुन्। अब आफू बिति जानुभयो, 2 भाइ हुन्। 10 वर्ष हेर्नु, 10 वर्षभन्दा अगाडि यहाँ बसे बेला कोही दिदी बहिनी टीका सिका लगाउन कोही पनि आउँथेनन् के। अहिले अंश खोज्न आउँछन्। ठिक छ, बाउको बाटो लग, अंश नलग भन्दिन्न, मेरो कटौती जाओस्, म त्यो पनि राजी छु। अनि भनेपछि त्यो पनि नै अनि यहाँ तर पाएर उ गरेर के पाउने हुन्? ल भन्नु त एक दिन होइन, महिनामा 4 चोटि आउँछन् फर्काउन, 4 चोटि। को चाहिँ आउँछ थर्काउनलाई त्यस्तरी? ससुरा र एउटा माइली नन्न। अनि त्यो उनीहरुको कुनै त्यो त्यसरी आएको बेलामा कुनै भिडियोहरु यताउता गराएको छैन? घर ताला लगाउनेको भिडियो अनि त्यो फोटो सोटो सब हामीले अदालतमा पेश गरेका छौं दाइ।